आजभन्दा करिब 7 वर्ष अगाडिको कुरा हो, जब म कक्षा 5मा अध्ययनरत थिएँ। उनको र मेरो पहिलो भेट भएको थियो। म अक्सफोर्ड स्कुलमा पढ्ने गर्थेँ र उनी नयाँ विद्यार्थी भएर कक्षा 5मा नै म पढेको विद्यालयमा पढ्न आइन्। कक्षा 5को मध्यतिर उनको अक्सफोर्ड स्कुलमा अध्ययनको सिलसिला सुरु भयो। अझै पनि मेरो दिमागमा ताजा छ त्यो पल, जब उनी पुरानी स्कुल ड्रेसमा पढ्न आएकी थिइन्। हेर्दा अग्ली, दुब्ली खालकी, गोरो बर्ण, लाम्चो अनुहार र चुच्चे नाक भएकी थिइन्। सानै थिएँ म, साथीभाइकै रूपमा हाम्रो बोलचाल सुरु भयो। हो, यसरी नै कक्षा 5देखि कक्षा 8सम्म त मम गरी हाम्रो मित्रता अगाडि बढ्यो। मलाई थाहा थिएन कि त्यही मित्रतामा उनले मलाई माया गर्न थालेकी छन् भनेर। मेरो आफ्नै घरयासी समस्या, त्यही बेलामा आफूलाई सम्हालिन नै गाह्रो थियो। उनी मेरो घरदेखि करिब 3 मिनटको बाटो हिँडेपछि आउने घरमा डेरामा बस्ने गर्थिन्, आफ्नो मम्मी बाबाको साथमा। मलाई उनले माया गर्थिन्। खै के कुराले म प्रति उनको आकर्षण बढ्यो। तर केटीको जात कहाँ भन्न सक्छन् र? मनमा माया भएर पनि बाहिर ओकल्न सकेकी थिइनन्। र यसरी नै समय अगाडि बढ्दै गयो। कक्षा 8 मङ्सिर 4 गते उनले मजाकमा मलाई कागजमा आई लभ यू लेखेर दिइन्। सानै थिएँ म नि, थाहा थिएन यो माया भन्ने कुरा। म सधैँ उनी बस्ने बेन्चको पछाडि बस्ने गर्थेँ। उनी कक्षाको टपरहरूसँग बस्ने गर्थिन्। पनि मेरा साथीहरू अलि हरामी खालका थिए। टपरको डरले गर्दा नि हामी बोल्न डर मान्थ्यौँ। उनको त्यो आई लभ यूको जवाफ हाँसी थाहा नपाई आई लभ यू टु भनिदिए। तर हामी गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भनेर बोलचाल भेटघाट केही हुन्थेन। मैले केयर गरेँ 1 महिनासम्म। उनले मलाई हेर्ने नजर, म प्रतिको केयर देखेर पुनः मैले नि साथीको मद्दतमा आई लभ यू भने। सानै थिएँ तर पिउनु बानी थियो। घरको टेन्सनले गर्दा पिएर नि पढ्न गएको थिएँ त्यो दिन। साथीलाई भन्न पठाएँ, आकाश नाम परिवर्तन, आकाशले तिमीलाई माया गर्छ भनेर। त्यसको जवाफमा उनले पनि म नि गर्छु भनिन्। त भनेर हाम्रो बोलचाल हुन्थ्यो त्यति बेला। साथीभाइले मलाई उनको नाम दिएर उनलाई मेरो नामले जिस्काउने गर्थे। जिल्ला स्तरीय परीक्षा हुन थालेको थियो। म चाहिँ सधैँ कक्षाको 4th 5th हुने गर्थेँ। यही पढाइलाई लिएर उनीसँग बोलचाल र भेट अलिक कम हुन थालेको थियो। जिल्ला स्तरीय परीक्षा पनि राम्रैसँग दियो। त्यसपछिको 1 महिना छुट्टी भयो। उनी मेरो घर नजिक बस्ने भएकोले सधैँ भेट्ने गर्थ्यौँ बिदाको बेलामा। मेरो घरमा नि थाहा भयो उनको र मेरो प्रेम सम्बन्ध। मेरो मम्मीले नि जिस्काउने गर्नुहुन्थ्यो उनकै नाम लिएर। अनि म पनि हँसिलो मुहार पारेर मुस्कुराइदिन्थेँ। यसरी 5-6 महिना बित्यो अनि हामी कक्षा 9मा पुगेका थियौँ। फागुनको महिना थियो। हामीले कक्षा 10का दाइ दिदीहरूलाई स्कुलबाट बिदा गर्ने प्रोग्राम राखेका थियौँ। फागुन 29 गते थियो प्रोग्राम। यही सिलसिलामा 28 गते कक्षा 9का हामी साथीभाइ जति स्कुलमा भेट भयौँ। उनी शङ्करनगर घर बनाएर उतै बसाइ सरेकी थिइन्। तर 28 गते उनी पनि स्कुलमा थिइन्। त्यो दिन नजिक नै एउटा मौका पायो अनि मेरो घर नजिक प्रदर्शनी लागेको थियो। मम्मी र घरमा भाडामा बस्ने आन्टी त्यही मेला हेर्न जानुभएको थियो। घरमा कोही नभएको मौका पारेर मैले उनलाई मेरो घरमा ल्याएँ। हाम्रो एकान्तमा भेट त्यो नै पहिले थियो। कुराकानी भयो। मेरो घरको समस्या नि बताएँ। उनले यो कुरा पहिले नै जानकारी भएको बताइन्। त्यो दिनपछि हामी एक अर्कालाई निकै माया गर्थ्यौँ। हामी दुईजना एकअर्कासँग अभिन्न अङ्ग भइसकेका थियौँ। निकै माया गर्थ्यौँ हामीले एकअर्कालाई। लाग्थ्यो ईश्वरले नै हामीलाई एकअर्काको हुन भनी यो सृष्टिमा पठाएका थिए। यसो गर्दै हाम्रो सम्बन्ध अगाडि बढ्यो र हामी पास भएर कक्षा 10मा पुग्यौँ। उनी असारबाट नै होस्टेल बस्न थालेकी थिइन् र हाम्रो बाहिर भेट हुन छाडेको थियो। स्कुलमा केही समय मात्रै बोल्ने गर्थ्यौँ। उनी पपुलेसन ग्रुपमा थिइन् भने म अप्सनल म्याथ ग्रुपमा थिएँ। यही कारणले पनि हाम्रो बोलचाल निकै कम हुने गर्थ्यो। हुन त म पढाइमा ट्यालेन्ट भएर होस्टेल बस्न जरुरत थिएन। तर उनीसँग नजिक हुन्छु भनेर घरमा झगडा गरेर भए नि म असोजमा होस्टेल गएँ। दसैँ आउँदै थियो। अरू कक्षाको बिदा थियो। तर हामी कक्षा 10मा भएकाले गर्दा हाम्रो बिहानमा क्लास हुने गर्थ्यो। फ्लोरका दिनभरि होस्टेलमा खाली हुन्थ्यो। सरलाई झुलाएर स्कुलका तल्लो फ्लोरका क्लासमा भेट्ने गर्थ्यौँ सधैँजसो। अरू प्रेमिकाले जस्तै हामीले पनि किस गर्थ्यौँ, हक गर्थ्यौँ। भन्छन् नि म्याचुर हुनको लागि उमेर बढ्नु पर्दैन, समय र परिस्थितिले नै परिपक्व बनाइदिन्छ। हो, यो कुराले गर्दा नै हक किसभन्दा माथि पुग्न कहिल्यै चाहिनँ मैले। यसरी हामी अझै नजिक हुँदै गएका थियौँ। सधैँको मङ्सिर 4मा हाम्रो प्रेमको एनिभर्सरी पर्ने गर्थ्यो। सँगै बसेर माया प्रेमका कुरा गर्थ्यौँ। साथै दिन बिताउने गर्थ्यौँ। उनको जन्मदिन पुस 26मा पर्ने गर्थ्यो। निकै रमाइलो तरिकाले बर्थडे। यसरी नै एसएलसी आयो अनि होस्टेलबाट निस्कने समय पनि।
एसएलसी पछि 3 महिना बिता थियो। यही समय सधैँ सँगै हुन्थ्यौँ। कहिले कहाँ त कहिले कहाँ घुम्ने गर्थ्यौँ। 3 महिनापछि एसएलसीको रिजल्ट आयो अनि कहाँ पढ्ने भन्ने थियो। दुवैको सल्लाहमा सँगै पढ्ने निर्णय गरियो र +2 पढ्नको लागि अक्सफोर्ड कलेजमा नै भर्ना भइयो अनि म्यानेजमेन्ट फ्याकल्टी गइनु नि। तर म चाहिँ साइन्सतिर लागेँ। सानैदेखिको रुचि थियो मलाई साइन्स पढ्ने। सँगै गुदा दिन निकै रमाइलो लाग्थ्यो। कहिले झगडा त कहिले अलि बढी माया लाग्थ्यो। कहिलेकाहीँ 2-4 दिन बोलचाल नै ठप्प हुन्थ्यो। यसरी नै हाम्रो मायामा दरार आयो र दूरी बढ्दै गयो। कहिलेकाहीँ म आफैले ब्रेकअप भन्थेँ, कहिले के भन्थेँ। यसरी अगाडि बढेको हाम्रो सम्बन्धमा एकाएक बादल लागेको आकाश जस्तै भयो। कक्षा 12मा पुगेका थियौँ हामी। साउनको महिना थियो। उनी मलाई अब हाम्रो सम्बन्ध अगाडि बढाउन सकिँदैन भनिन्। सधैँ झगडा, यसरी म हजुरसँग जिन्दगी कटाउन सक्दिनँ भने। तर म उनलाई बिर्सन नसक्ने। त्यसकारण उनको घर नजिक गएर दिन बिताउने गर्थेँ, केवल उनलाई देख्नको लागि। सधैँ भेट्न खोज्ने मैले, उनी चाहिँ सधैँ टाढा हुन खोज्थिन्। अनि एक दिन उनी कलेजको गाडी चढ्न चोकमा कुरेर बसेकी थिइन्। यही मौका पारेर म घरबाट अलि छिटो उनको चोकमा स्कुटी लिएर गएँ र उनलाई मेरो स्कुटीमा बस्न आग्रह गरेँ। तर उनले मेरो आग्रह अस्वीकार गरिन्। रिसाएर भए नि राखे। उनको घरबाट कलेज आउन करिब 20 मिनट लाग्थ्यो। बाटोमा कुरा गरेर उनलाई मेरो माया बुझाउन खोजेँ। उनले भने बुझ्न चाहिनन् अनि बीच बाटोमै स्कुटी रोकेर कुरा गरे। रिस नै थियो, माया नै थियो। रिसमा बाटोमा उनलाई झापड लगाए अनि हल्ला भयो र एकैछिनमा समाजका मान्छेहरू आइपुगे र म स्कुटी लिएर भागिहालेँ। समाजको डरले गर्दा उनको परिवार कलेजमा आयो अनि कुराकानी भयो र मेरो परिवारले पनि कलेज बोलाइयो। कलेजबाट हामी दुवैलाई सस्पेन्ड गरियो केही दिनको लागि। त्यसपछि हामी बोल्न छाड्यौँ। तर माया भने लागिरहने मलाई उनकै। पढाइ बिग्रियो मेरो। कलेज नि त्यति नजाने म टेन्सनले गर्दा। यो झगडाको लगभग 6-7 महिना हामी बोलेनौँ। त्यसपछि फेसबुकमा म आफै बोल्न खोजेँ र केही समयपछि हाम्रो पुनः मिलन भयो। पहिलाभन्दा नि हाम्रो सम्बन्ध सुमधुर भएको थियो। उनको फ्यामिलीले मलाई एक्सेप्ट नगर्ने थाहा भयो अनि फेरि हाम्रो झगडा हुन लाग्यो। कहिले उसको बाबासँग त कहिले आमासँग झगडा भयो। अहिले हामी बोल्न छाडेका छौँ। म आफ्नो स्टडीको सिलसिलामा बाहिर जाने निर्णय गरेको छु र उनको 12को रिजल्ट आएर BBA पढ्न राजधानी जाने निर्णय गरेकी छन्। अब मेरो जिन्दगीले कुन बाटो लिन्छ अर्को कथामा अवश्य लेख्नेछु र यो तयार पार्दासम्म मलाई अतुलनीय सहयोग गर्ने रमेश पाण्डेलाई विशेष आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्ते। हवस् त, प्रविधिमा सहयोग गर्ने राजेन्द्र खनाललाई आभार व्यक्त गर्दै म प्रस्तुता रमेश पाण्डे पनि एकैसाथ बिदा हुन्छु। नमस्ते।